भनिन्छ बच्चाहरू भगवानको रूप हुन् भनेर। तर तिनै बच्चाहरूलाई हामीले राम्रो पालन पोषण गर्न सकेनौँ, उचित शिक्षा दीक्षा दिन सकेनौँ र हामीले राम्रो संस्कार सिकाउन सकेनौँ भने चाहिँ तिनै बच्चाहरू कति बेला दानवको रूप लिन्छन् भन्ने कुरा हामीले नसोच्दा नसोच्दै नचाहँदै पनि दानवको पनि रूप लिन सक्छन्। दानवको अर्थ राक्षसी बन्नु भन्न खोजे होइन। उनीहरूको बानी व्यवहारहरू, उनीहरूको व्यक्तित्वहरू, उनीहरूका क्रियाकलापहरूमा दानवीकरण भए त सिद्धिहाल्यो नि। त्यसले उनीहरूको लाइफलाई पनि बर्बाद पार्छ भने तपाईँको जिन्दगीलाई पनि खतम पार्छ, किनकि परिवारमा एकजना मान्छे बिग्रियो भने त्यसको असर सबैलाई पर्छ। सो आजको यस भिडियोमा हामीले यसै विषयमा चर्चा गर्नेवाला छौँ कि हामीले आफ्नो बालबच्चालाई चाहिँ कसरी उचित लालन पालन गर्ने, कसरी उचित शिक्षा संस्कार दिने, जसले गर्दाखेरि चाहिँ उनीहरूले राम्रो संस्कार त सिकुन् र नराम्रा कुराहरूबाट उनीहरू सधैँ टाढा बसुन् र भविष्यमा आइपर्ने नराम्रा कुराहरूलाई चाहिँ अथवा उनीहरूका जीवनका समस्याहरूलाई के गरियो भने चाहिँ तिनीहरूले आफ्नो जिन्दगीमा आउने समस्याहरूको चाहिँ सजिलैसँग समाधान निकाल्न सक्छन् भन्ने विषयमा आजको भिडियोमा हामीले चर्चा गर्नेवाला छौँ। त्यसैले भिडियो एकदमै इम्पोर्टेन्ट हुनेवाला छ। यदि तपाईँ बच्चा हुनुहुन्छ अथवा अलिकति सिनियर हुनुहुन्छ भने चाहिँ आफ्नो आमा बुवालाई देखाउनुहोस् भिडियो, र यदि तपाईँहरू आमा बुवा हुनुहुन्छ भने चाहिँ आफ्नो बच्चासँग सँगै बसेर भिडियो हेर्नुहोस्, किनकि यस्तो खालको भिडियोहरू चाहिँ हाम्रो सोसियल मिडियामा अलिक कमै पाइन्छ र यसले चाहिँ तपाईँको जीवनमा केही न केही भ्यालु एड पक्कै गर्नेछ भन्ने चाहिँ मैले विश्वास लिएको छु। भिडियो सुरु गर्नुभन्दा पहिला यहाँहरू हामीसँग जोडिनु भएको छैन भने चाहिँ हामीसँग जोडिराख्नु होला, किनकि हामीले यस्तै खाले महत्त्वपूर्ण जानकारीमूलक र लाइफ चेन्जिङ भिडियोहरू ल्याइराखेका हुन्छौँ। नम्बर 1 मा रहेको छ डोन्ट लाई, यानि झुट नबोल्नुहोस्। हामीले प्रायः जसो नेपाली समाजमा के देखिन्छ भन्दाखेरि हामीले बालबच्चालाई सिकाउन त सिकाइराखेका हुन्छौँ कि बाबु नानी झुट बोल्नु हुँदैन है भनेर सिकाइराखेका हुन्छौँ, तर आफू चाहिँ झुट बोलिराखेका हुन्छौँ। यसले गर्दाखेरि चाहिँ बच्चामा कस्तो इम्प्रेसन पर्छ भन्दाखेरि चाहिँ बुवा आमाले झुट बोल्नु हुँदैन भनेर सिकाउनु भएको कुरा त ठिक छ, उनीहरूले बुझिराखेका हुन्छन्, तर एट द सेम टाइम उनीहरूले तपाईँले अरूसँग झुट बोलेको, आफू एउटा लोकेसनमा हुँदाखेरि अर्कै लोकेसनमा भएको कुरा अरूलाई भनेको होइन, यस्तो गरिराख्नु भएको बच्चाले देख्दाखेरि चाहिँ उसको दिमागमा पनि त एउटा थट त आउँछ नि त, मलाई त यस्तो भन्नुहुन्छ बाबाले अथवा मामुले, तर उहाँले चाहिँ किन झुट बोलिराख्नु भएको छ, ए भनेपछि चाहिँ झुट बोल्नु हुँदैन भन्न हुँदो रहेछ, तर बोल्न चाहिँ झुट नै पर्दो रहेछ भन्ने खालको उनीहरूको त्यो तरिकाले उनीहरूले सोच्न थाल्छन् नि त। त्यसैले गर्दाखेरि हामी झुट बोल्नु त हुँदैन होइन, र स्पेसल्ली उनीहरूको अगाडि चाहिँ झन् कहिले पनि झुट नबोल्नु होला। बरु तपाईँ अलिकति स्मार्ट हुनुहुन्छ, अलिकति तपाईँले स्मार्ट तरिकाले चाहिँ आफ्नो बच्चालाई ट्रेन गर्न चाहनुहुन्छ भने चाहिँ कसरी भन्नुहोस् भन्दाखेरि, हेर बाबु झुट बोल्नु हुन्छ, तर कस्तो अवस्थामा झुट बोल्नु हुन्छ, कस्तो अवस्थामा झुट बोल्नु हुँदैन भन्ने कुरा चाहिँ प्रपरली यदि यो लेभलको तपाईँले ज्ञान दिन सक्नुहुन्छ र यसलाई व्यवहारमा लागू गर्न सक्नुहुन्छ भने चाहिँ यसरी कुरा गर्नुहोस्। यदि त्यस्तो होइन, तपाईँले सक्नु हुँदैन, त्यो लेभलमा चाहिँ म जान सक्दैन भन्नुहुन्छ भने चाहिँ तपाईँले यो कुरा चाहिँ एकदमै ध्यान दिनु होला कि तपाईँ चाहिँ झुट चाहिँ कहिले नबोल्नु होला र बच्चाको अगाडि चाहिँ यो गल्ती चाहिँ तपाईँले कदापि नगर्नु। यस्तो गर्नु भनेको चाहिँ तपाईँले नचाहँदै आफ्नो खुट्टोमा आफैले बन्चोहरू हान्नु बराबर हो। सो मेक स्योर यो कुरा चाहिँ तपाईँले एकदमै ध्यान दिनु होला। नम्बर 2 मा रहेको छ स्मार्टफोन एडिक्सन। स्मार्टफोन एडिक्सन भनिसकेपछि नर्मली हामीले मोबाइलकै बारेमा बुझिन्छ, तर मोबाइलसँग सम्बन्धित सबै इलेक्ट्रोनिक ग्याजेटहरू हुन्छन् नि, ल्यापटप हुनसक्छ, पिसी हुनसक्छ, यस्ता डिभाइसबाट चाहिँ तपाईँले बच्चालाई टाढा राख्नु होला र यसको प्रयोग गर्नुको फाइदा र बेफाइदाको बारेमा चाहिँ तपाईँले प्रपरली बच्चालाई सिकाउन सक्नु भएन भने नि तपाईँको बच्चा चाहिँ एकदमै मोबाइल फोनमा एडिक्ट हुन्छन् र अहिले बढ्दै गरेको एडिएचडी, द्याट इज एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर, यस्तो समस्याले ग्रसित हुन सक्छन्। यदि यस्तो समस्या आउन थाल्यो भने चाहिँ उनीहरू चाहिँ टोलाइराख्ने, कुनै पनि कुरा राम्रोसँग क्याच गर्न नसक्ने होइन, साथीहरूसँग परिवारमा समाजमा चाहिँ घुलमिल हुन नसक्ने, जहिले पनि स्मार्टफोन चाहिराख्ने, यस्तो खालको लतमा पर्न सक्छन्। त्यसैले यस्तो नहोस् भन्ने चाहनुहुन्छ भने चाहिँ सबभन्दा पहिला त तपाईँले बच्चालाई चाहिँ स्मार्टफोन प्रयोग गर्नुको फाइदा र बेफाइदा र त्यसलाई कसरी सही तरिकाले स्मार्टफोन प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सिकाउनै पर्छ, किनकि स्मार्टफोन प्रपरली बिल्कुलै युज नगर्नु भन्न पनि अलिकति मिल्दैन, किनकि अहिलेको समय चाहिँ पुरै डिजिटल छ, कतिपय क्लासहरू हामीले अनलाइनमै लिनुपर्ने हुन्छन्। त्यसैले गर्दाखेरि यो कुरामा चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ र प्लस अर्को कुरा चाहिँ तपाईँले आफूले पनि
फोनलाई चाहिँ स्मार्ट तरिकाले प्रयोग गर्नै पर्छ। हेर्नुहोस्, तपाईँले मोबाइल फोन प्रयोग गर्न हुँदैन भन्नुहुन्छ, स्मार्ट तरिकाले प्रयोग गर्नुपर्छ भनेर तपाईँले आफ्नो बच्चालाई सिकाउँदै गर्दाखेरि चाहिँ उसले पनि त तपाईँको एक्टिभिटी अब्जर्भ गरिरहेको हुन्छ नि। होला भन्न नसक्ला, डराउला, के होला त्यो अलग पार्ट हो, तर उसले पनि त अब्जर्भ गरिरहेको हुन्छ नि त। एउटा कुरा चाहिँ यसमा एकदमै ध्यान के दिनुपर्छ भन्दाखेरि हामीले चाहिँ कसैलाई पनि कुनै कुरा कन्भिन्स गर्न चाहन्छौँ, मनाउन चाहन्छौँ भने चाहिँ चाहे तपाईँ लिडर हुनुहुन्छ, चाहे तपाईँ घरको गार्जेन हुनुहुन्छ, अथवा तपाईँ जोसुकै भए पनि तपाईँले कुनै पनि कुरा कसैलाई कन्भिन्स गराउन चाहनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ पहिला चाहिँ त्यो तपाईँले आफूले गरेर देखाउनुपर्छ क्या। अनि मात्रै तपाईँले जे गर्नु भएको छ नि त्यो कुरा चाहिँ अरूले फलो गर्दै जाने हो कि। त्यसैले गर्दाखेरि मुखले बोल्ने भन्दा पनि तपाईँले आफ्नो त्यो व्यवहारमै, तपाईँले त्यो आफ्नो डेली एक्टिभिटिजमै त्यो कुरा चाहिँ तपाईँले समावेश गर्न सक्नुभयो भने चाहिँ तपाईँ पनि स्मार्ट बन्नुहुन्छ र तपाईँको बच्चा पनि स्मार्ट बन्छन् र स्मार्टफोनलाई चाहिँ वास्तवमा स्मार्ट तरिकाले तपाईँले चलाउन सिक्नुहुन्छ र बच्चालाई पनि सिकाउनुहुन्छ। नम्बर 3 मा रहेको छ मेक देम स्ट्रङ। हाम्रो नेपाली कल्चरमा कस्तो हुन्छ भन्दाखेरि बच्चा लड्यो, थोरै मात्रै लडेको छ, उसलाई केही पनि भएको छैन भने बच्चाले यसो हेर्छ कि यताउता, मुखमा कोही छ कि होइन, आसपासमा मलाई उठाउन आउने कोही छ कि भनेर बच्चाले हेरिरहेको हुन्छ। यदि त्यहाँ कोही पनि आएन भने, सामान्य चटपटको कुरा गर्दैछु मैले, सामान्य लड्दाखेरिको कुरा गरिरहेको छु, यदि कोही आएन भने त्यो बच्चा यताउता हेरेर जराकजुरुक आफै उठ्छ कि। तर त्यही बेलामा चाहिँ उसको आमा आएर चाहिँ ओ मेरो बच्चा के भयो ल ल ल ल ल ल मेरो बाबु गर्न थाल्नु भयो भने नि त्यो बच्चा उठ्न सक्थ्यो, त्यो पेनलाई उसले झेर्न सक्थ्यो, त्यो जराकजुरुक उठ्न सक्थ्यो। त्यो भनिदिने बित्तिकै त्यो बच्चा झन् बेसरी उठ्न थाल्छ। यसले गर्दाखेरि तपाईँलाई लाग्यो होला मैले एकदमै माया गर्छु, बच्चाले मलाई एकदमै माया गर्छ, इमोसनली कनेक्ट छौँ, आई अग्री, म डिसएग्री गर्दिनँ यो कुरामा। तर यो भन्दै गर्दाखेरि तपाईँले आफ्नो बच्चालाई चाहिँ कमजोर बनाउँदै जानुभएको छ दिन प्रतिदिन। त्यसैले गर्दाखेरि चाहिँ यो कुरा चाहिँ हामी सबैजनाले एकदमै ध्यान दिनुपर्छ। जुन कुरा चाहिँ बच्चाले आफै समस्याको समाधान गर्न सक्छ, जस्तो कि मैले लडेको इक्जाम्पल दिएँ, त्यस्ता हरेक कुराहरू हुन्छन् जुन समस्या चाहिँ उसले आफूले समाधान गर्न सक्छ आफ्नो लेभलबाट, तपाईँको जरुरत पर्दैन उसलाई त्यो कामको लागि भनी चाहिँ त्यस्तो काममा चाहिँ तपाईँले उसलाई चाहिँ इन्टरफेयर कहिले पनि नगर्नु होला। यस्तो गर्नुभयो भने नि तपाईँले सरासर आफ्नो बच्चालाई चाहिँ कमजोर बनाइराख्नु भएको छ दिन प्रतिदिन। यो कुरा चाहिँ एकदमै ध्यान दिनु होला। नम्बर 4 मा रहेको छ उनीहरूलाई चाहिँ कसरी सोच्ने, के सोच्ने भन्दाखेरि पनि कसरी सोच्नु पर्दो रहेछ। द्याट इज रियल मिनिङ अफ एजुकेसन। एजुकेसनको मतलब भनेको तपाईँले के सोच्ने, के पढ्ने, के नपढ्ने होइन कि कसरी सोच्ने, कति बेला कसरी कुन तरिकाले सोच्ने भनेर राम्रोसँग सिकाउनु नै एजुकेसनको खास रियल मिनिङ हो। तर यो गर्नुको साटो चाहिँ हामीले मैले भनेपछि तैँले यही गर्नै पर्छ भनेर हामीले यसरी इम्पोज गरिरहेका हुन्छौँ। यो गर्दाखेरि चाहिँ उनीहरूको क्रिटिकल एनालिटिकल जुन थिङ्किङ एबिलिटी हो नि त्यो चाहिँ झन् कमजोर बन्दै गइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ तपाईँको बच्चा चाहिँ जुन लेभलमा ग्रोथ गर्नुपर्ने, जुन लेभलमा स्मार्ट बन्नुपर्ने, जुन लेभलमा बौद्धिक हुनुपर्ने, जुन लेभलमा बौद्धिक विकास हुनुपर्ने हो त्यो लेभलमा चाहिँ उसको विकास नहुन पनि सक्छ। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले उसलाई चाहिँ कसरी सोच्नु पर्दो रहेछ, जस्तै सिचुएसनहरू, जस्तै इमेजिनेरी सिचुएसन क्रिएट गरेर कहिलेकाहीँ स्टोरीहरू टेल गरेर होइन, तपाईँले स्टोरीहरू सुनाएर उसलाई चाहिँ यस्तो सिचुएसन भएको भए बाबु यस्तो गर्नुपर्ने थियो, यस्तो सिचुएसनमा चाहिँ यस्तो नगर्नुपर्ने थियो नानु भनेर तपाईँले यसरी सम्झाउनु भयो भने चाहिँ उसले सोच्छ कि ए यस्तोमा यो गर्नुपर्ने रहेछ, यस्तोमा चाहिँ यो नगर्नुपर्ने रहेछ भनेर उसले यसरी क्रिटिकल्ली एनालिसिस गरेर एनालिटिकल उसको थिङ्किङ एबिलिटी डेभलप गर्न थाल्यो भने त भइ त हाल्यो नि। यही त हो नि हामीले खोजेको र हाम्रो भिडियोको उद्देश्य पनि यही हो कि तपाईँको बच्चा स्मार्ट बनोस्, राम्रो बनोस् र एकदमै ग्रो गरोस्। नम्बर 5 मा रहेको छ बच्चाहरूलाई चाहिँ हामीले कस्तो गर्छौँ भन्दाखेरि स्पेसली हामी नेपाली प्यारेन्ट्सहरूले चाहिँ कस्तो गरिरहेको देखिन्छ भन्दाखेरि चाहिँ बच्चाहरूलाई चाहिँ मैले भनेपछि तैँले गर्नै पर्छ, चाहे त्यो ठिक होस् चाहे बेठिक होस्, ड्याडले भनेपछि मान्नै पर्छ, ममले भनेपछि मान्नै पर्छ। यसरी तपाईँले थट इम्पोज गर्दै हुनुहुन्छ, कुनै पनि काम इम्पोज गर्दै हुनुहुन्छ भने चाहिँ चाहे त्यो बच्चामा हुनसक्छ, चाहे तपाईँको टिनेजरमा हुनसक्छ, चाहे त्यो एडल्टमाहरूमा हुनसक्छ, तपाईँले यसरी इम्पोज गरिराख्नु भएको छ भने नि तपाईँले चाहिँ आफ्नो बच्चाको चाहिँ बुद्धि विकास ग्रोथमा चाहिँ तपाईँ नै एउटा ठुलो बाधा हो। तपाईँलाई लाग्न सक्छ मैले राम्रो सोच्छु बच्चाको बारेमा, मैले नराम्रो गर्न सक्दिनँ, तर तपाईँले इन्डाइरेक्टली नराम्रो नै गरिराख्नु भएको छ। किन भन्नुहुन्छ भने चाहिँ उनीहरूलाई चाहिँ कुनै पनि काम गराउनु पूर्व चाहिँ चाहे त्यो काम सानो होस् चाहे त्यो काम ठुलो होस्, कसैलाई पनि मैले बच्चाको केसमा इक्जाम्पल दिएँ, कसैलाई पनि काम गराउनुको पछाडिको रिजन यो काम गरेपछि यसको रिजल्ट के आउँछ त, यसबाट फाइदा के हुन्छ, तिमीलाई फाइदा के हुन्छ, परिवारलाई फाइदा के हुन्छ, सोसाइटीमा फाइदा के हुन्छ, यसको पोजिटिभ इम्प्याक्ट के हो, यसको नेगेटिभ इम्प्याक्ट के हो भनेर तपाईँले यसरी मजाले बुझाएर तपाईँले बच्चालाई चाहिँ कन्डिसनिङ गराउनु भयो भने नि
तपाईँको बच्चा चाहिँ अटोमेटिकली स्मार्ट हुन्छ र हामीले चाहने पनि त्यही हो, हाम्रो भिडियोको उद्देश्य पनि त्यही हो। सो साथीहरू, आजको भिडियो यति थियो। तपाईँलाई भिडियो कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला। भिडियोको तपाईँलाई कुन पार्ट मन पर्यो तल कमेन्ट गर्नु होला र तपाईँले आजबाट चाहिँ यो भिडियोमा बताइमध्येका कुन चाहिँ तपाईँलाई पोइन्ट मन पर्यो र कुन चाहिँ तपाईँले प्र्याक्टिकल्ली इम्प्लिमेन्ट गर्दै हुनुहुन्छ त्यो चाहिँ कमेन्ट गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच।